हेलो गाइस, के छ खबर? सन्चै हुनुहुन्छ भन्ने मैले आशा गरेको छु र म पनि सन्चै छु भन्नुपर्छ। आज चाहिँ म नयाँ भिडियो लिएर आउँदैछु। म चाहिँ आज बुद्ध पार्कसम्म जाँदैछु। बुद्ध पार्क भनेको चाहिँ मिक्राजुङ गाउँपालिका पर्छन् भनेको छन् है। मलाई चाहिँ थाहा छैन र पनि मैले भनिसकेँ। मिक्राजुङ 4 वर्ष अरे भनेको सुनेको छु। यो चाहिँ आज हामी रवि र 8 बजेको चाहिँ बिचमा रहेको छ। बुद्ध पार्क चाहिँ बुद्ध भगवानको ठुलो शालिग बनाएको छ भनेर सुनेर हामी चाहिँ आज बुद्ध पार्कसम्म गइरहेका छौँ। यहाँ हामी हेर्नेछौँ। यहाँ हेरेर हजुरहरूलाई भिडियो पनि देखाउनेछौँ। यहाँ चाहिँ मैले बाटो बिर्सिएको ठाउँ हो। बिर्सिएको भन्दा पनि म त नयाँ, मलाई थाहा थिएन र मैले अन्त्य बाटो मोडिसकेको थिएँ र म त्यतै हिँडिसकेको थिएँ। यहाँ हाम्रो दिदीबहिनीहरूले मलाई बाटो यता होइन अर्कोतिर हो भनेर सम्झाउनु भयो र मैले गाडी ब्याक गरिरहेको छु। यहाँ गाडी ब्याक गरेर त्यही दाइहरूले भन्नुभएको बाटो लिएर हिँडेँ। अब यहाँदेखि भन्नुभएको छ। मैले बुद्ध भगवानको शालिग पनि देख्न पारि देखिसकेँ र म यहाँदेखि हिँडिसकेँ। अब चाहिँ हामी बुद्ध पार्कसम्म आइपुग्छौँ। र बुद्ध पार्कसम्मको भिडियो चाहिँ सबै हेर्नु होला। लाइक, सेयर, भिडियो कमेन्ट गर्नु। यसको ठ्याक्कै ठाउँ चाहिँ मलाई थाहा भएन यो कुन ठाउँ पर्छ भनेर। र रवि र मिक्लाजुङको चाहिँ बिचमा छ यो। रवि बोल्छ या मिक्लाजुङ बोल्छ त्यो मलाई थाहा भएन र बोर्डमा पनि कहीँ लेखेको छैन। बोर्ड पनि कहीँ देख्दै छुइनँ। आज हामी बुद्ध पार्क आइरहेको छौँ। यहाँ हाम्रो सानो कान्छा हुनुहुन्छ। उहाँ कान्छा के छ? हामी आज यहाँ किन आएको? घुम्नुलाई। कसलाई हेर्नु आएको हामी? कसलाई हेर्न आयौँ? भगवानलाई हेर्न आएको है। यहाँ मेरो भाइ हुनुहुन्छ समीर चाम्लिङ। गाइसहरू के भन्नु चाहनुहुन्छ? एकदम रमाइलो चिसो मौसम रहेछ यहाँको। तपाईँले 2 वर्ष लागेर यो बुद्धको मूर्ति बनाइसक्नु। त्यस्तै हो। अब तर हामीले बुद्ध भगवान त हेर्न आयौँ, तर अरूको नजरमा कस्तो छ थाहा भएन। यो मेरो नजरमा चाहिँ मैले चाहिँ कस्तो देखिरहेको छु भने बुद्ध भगवान जस्तो चाहिँ मैले देखेको छुइनँ। यो चाहिँ शालिग त बनाउनु भयो, तर बुद्ध भगवानको जस्तो चाहिँ माथि अनुहार चाहिँ मिलेको छैन। हेर्नु है, बुद्ध भगवान जस्तो देखेको छ त छैन नि? होइन, बुद्ध भगवान जस्तो देखेको छैन। र अब म माथि चढ्नेवाला छु है। जाउँ है। यसरी चढ्ने ठाउँ बनाएको रहेछ। यहाँ जाने भन्दा कति दिन पछाडि हामी आउनु पाइयो। यहाँ चाहिँ हाम्रो फोटो खिचाइ हुँदैछ फेरि है। फोटो खिचाइ हुँदैछ। के छ यहाँ, के भन्नु चाहनुहुन्छ? यो बुद्ध पार्क भनिन्छ। 2076 सालको महिनामा मेक्लाजुङ गाउँपालिका वडा नम्बर 4 को समन्वयतामा यस आरुबोटे गाउँपालिकादेखि अलिकति नजिकै पर्ने यो झरीबोटे समूह छ। यहाँ चाहिँ रविका हाम्रा मेयर उमर माकिमजीले निर्माणित घोषणा गर्नुभएको र यसलाई 2-3 साल लगाएर चाहिँ यो बुद्ध पार्क निर्माण गरिएको छ। 3 सालसम्म चाहिँ बनाइसक्यो नि त। तर मैले देख्दाखेरि चाहिँ यो हाम्रो बुद्ध भगवानको यो अनुहार चाहिँ ठिक छ भने चाहिँ म भन्नु सक्दिनँ। मिल्छ जस्तो चाहिँ छैन। 3 वर्ष 2 वर्ष 2.5 वर्ष लगाएर बनायो होइन त। धेरै खर्च लगाएर पनि बनायो। तर बुद्ध भगवान तल त ठिकै छ, तर माथि अनुहार मात्रै अलिकति मिलेको छैन भन्ने मात्रै सबैको लागिरहेको छ होइन। हाम्रो दाइले पनि भनिदिइहाल्नु भयो। हाम्रो धनु मिस हुनुहुन्छ यहाँ। के भन्नु चाहनुहुन्छ हाम्रो धनु मिस?
मलाई केही भन्न चाहदिनँ नानी केही भन्न चाहनुहुन्न अरे नानी केही छ छ होला के भन्नु केही छैन है अब हामी अब घुम्नु पनि आइयो र चित्त पनि बुझाइयो बुझ्दा यो ए टिनको रहेछ है यो माथि पनि टिनको सबै ए टिनको रहेछ सबै सिमेन्टले थाम्दैन भन्नु म यो चाहिँ हाम्रो घन्टी घन्टी बजाउने है यो चाहिँ यहाँ चाहिँ यहाँ हामी सेल्फी हान्नेवालामै छौँ अब होइन यो चाहिँ पुरै बत्तीहरू यहाँ थिएछ होइन बत्ती चाहिँ अब तपाईँको यसरी निकालेछन् लाताङ्गा चाहिँ यहाँ नाच्दै छैन नाच्दैछ नाचिदेऊ नि साथैमा रोदेरी भन्ने पिराती ल अब लाताङ्गाले यहाँ एउटा नाच्छ ल किन भाइ एउटा गीत गाइदिउ ल भाइले दामी एउटा गीत गाउँछ ल यहाँ बसेर ल यहाँ ल यहाँ ल एउटा दामी गीत गाइदेऊ तिम्रै साथमा भन्दै गीत मन लाग्यो अङ्गारोमा बाँधिएर सारा संसार भुल्न मन लाग्यो अङ्गालोमा बाँधिएर सारा संसार भुल्न मन लाग्यो। गाइस हाम्रो सानो भाइले यस्तो राम्रो गीत गाउनुहुन्छ है यो गीत फेरि म पनि दोहोऱ्याइदिन्छु है तिम्रै छेउमा बस्न मन लाग्यो छेउमै बसी हाँस्न मन लाग्यो अङ्गालोमा बाँधिएर सारा संसार भुल्न मन लाग्यो हो अङ्गालोमा बाँधिएर सारा संसार भुल्न मन लाग्यो। हेलो समीर ब्रो। यस दादा भन्नुहोस् दादा। समीर भाइ तपाईँको हामी अहिले मिक्लाजुङ गाउँपालिकामा आएको छौँ। ल आजलाई हाम्रो भिडियो पनि यति नै बनाइयो अब नेक्स्ट भिडियो नेक्स्ट टाइम आइन्छ यहाँनिर वैशाख 29 गते चाहिँ यहाँ मेला लाग्छ रहेछ है त्यो बेला हामी आएर त्यो मेलाको दिन यही ठाउँमा आएर हामीले भिडियो बनाएर हजुरहरूलाई देखाउनेछौँ ल त बाई बाई।